So this is the day. So today is my speaking test. Test दिएर आइसकेँ त्यो पछाडि आइडी देखेँ कस्तो नदेख्छ र ठिकठाकै गयो बब्बाल भन्दैन एभरेज स्पिकिङमा हल्का गाह्रै छ र अब लेट्स सी अरूमा के हुन्छ अब चाहिँ रुम जान्छु बाई जाउने यत्तिकै जाउँ भाडा को क्या सो गाइस अहिले चाहिँ थियो मेरो स्पिकिङको टेस्ट दिएँ फाइनल दिन त्यति राम्रो त गएन बट ठिकठाकै गयो है पार्ट 1 धेरै सजिलो सुकाएको थियो होम टाउनहरूको बाहिर सुकाएको थियो मैले पार्ट 1 मजाले एक्सप्लेन गरेको छु पार्ट 1 चाहिँ ठिकठाकै भने पार्ट 2 पनि बट त्यही हो गयो भाइ त्यसमा पार्ट 2 चाहिँ गएको छैन पार्ट 2 मा चाहिँ ठिकै थियो भनेपछि र पार्ट 3 मा अति क्रस क्वेसन हानेको अति नै हान्दै अब भन्छ क्वेसन त आज खेलाउन बच्चालाई खेलाउन मनपर्छ मैले पर्छ भने कस्तो टाइपको पर्छ भयो भने त्यो कस्तो त भन्यो किन मनपर्छ कसरी मनपर्छ किन अर्को मन पर्दैन भन्ने लाग्यो यस्तो पार्ट 3 मा चाहिँ अति नै मलाई क्रस क्वेसन हानेको थियो बट ओभरअल चाहिँ राम्रै गयो ठिकठाकै र झन् मेरो ट्युटर चाहिँ राम्रो थियो यार त्यो नि मैले अस्ति एउटा साथीले सुनेको थिएँ क्या साथीले चाहिँ त्यसको त्यो के भन्छ त्यसको वाला ट्युटर चाहिँ अति क्रस क्वेसन हान्ने किन कसो पार्ट 1 मा चाहिँ क्रस क्वेसन हान्नु थियो अरे पार्ट 1 कोमा मेरोले त्यस्तो गरेर पार्ट 3 मा चाहिँ हल्का फुल्का क्रस क्वेसन हान्यो त्यो सायद त्यो क्रस क्वेसन किन भनेर चाहिँ मैले आन्सर कम्प्लिट भएको थिएन नि त द्याट्स वाइ होला र ठिकै छ अब चाहिँ म अब रुम जान्छु एउटा सानो ठुलो टेन्सन हटेको छ र बाइक